ल भान्जी अब हामी घर निस्किउँ भनेको बुवा आमा कता जानुभयो यसो बिदाबारी भएर निस्किनु पाए हुन्थ्यो। हो मामा पनि बिहान बिहान खाना बस्नु न एकछिन बुबा गाउँतिर जानुभयो होला मम्मी यतै हुनुहुन्छ घर पछाडि जानुभयो कि खाना खाइबस्दा दिनै बित्छ फेरि घर पुग्न रात पर्छ। बरु बिहानै निस्किन पाए बेलैमा घर पुगिन्थ्यो। फेरि तिम्रो बहिनी पनि हिँड्न सक्दिनन्। मामा बहिनीलाई लान खोज्नु भयो त्यसको पनि बिदा छ क्यारे बहिनी यही बस्दा हुँदैन र हुन त हुने हो के गर्छौ त छोरी घर जान्छौ कि यही दिदीसँग बस्छौ त? हजुरले जे भन्नुहुन्छ त्यही गर्छु बहिनी यही बस्छु भन न बुबालाई झन् मलाई साथी पनि हुन्छ बुबा के गरौँ म दिदीसँग बस्छ नि हुन्छ बस्ने भए बस न त। फेरि पर्सि बिहेमा आउन जान पनि गाह्रो हुन्छ बस न त दिदीलाई साथी पनि हुन्छ। भाइ त घर जानु लाग्यो क्या बिहान बिहानै हेर्नु न आमा मामा त बिहानै निस्किनु पर्यो भनेर ठिक पर्नु भएको न त्यसो भनेर हुन्छ यत्रो लामो बाटो कसरी हिँड्नु बोकबोकै अब खाना खाने अनि बिस्तारै जाने नि भाइ बिहानै जान पाए बेलैमा घर पुगिन्थ्यो कि भनेर निस्किन लागेको म त। आज घर गएर पनि केही भ्याउने होइन भाइ अब म खाना बनाउँछु खाएर जा आइज छोरी खाना बनाउनु औ बहिनी तिमी पनि लु ठिकै छ अब मुनालाई साथी पनि हुन्छ हौ के कसो भाइ? त्यही भने भिनाजु अब बाटो पनि लामो छ कति ल्याउने लाने गर्नु अब अहिले यहीँ बस्छु पछि आएर लैजाउँला बिहेपछि। लु गजब भइहालेछ नि स्कुल बिदा पनि रहेछ अब तिमी पनि आनन्दले खाना खाने अनि जाने। हुन्छ भिनाजु हजुर भन्नुहुन्छ भने। अनि ससुरालीतिर कहिले आउनुहुन्छ त भिनाजु? अब 8-9 गतेतिर आउनु पर्ला। तिमीले पनि यसो गाउँतिर निम्तो भन्दै गर्नु भान्जीको बिहेको भइहाल्छ नि भिनाजु त्यताको चिन्तै नगर्नु न सालो भएपछि। बरु तपाईँ चाहिँ 2-4 दिन बस्ने गरी अलिक छिट्टै आउनुहोस् न। त्यसो भनेर कहाँ हुन्छ र भाइ यहाँ बिहेको तयारी गर्नु छ घरमा कोही छैनन् म हिँडेपछि यहाँ सब बित्छ त्यही एक दिनको लागि चाहिँ बाध्यताले आउनै पर्ने भएको छ नत्र भने त एक दिन पनि घर छोड्न मिल्दैन। हुन्छ भिनाजु हजुरलाई जे ठिक लाग्छ त्यही गर्नु होला। अनि हाम्रो भान्जी त साह्रै भाग्यमानी पो रहेछ नि त हुनेवाला ज्वाइँ त साह्रै सोझो र इमान्दार हुनुहुँदो रहेछ खुब सुख पाउने जस्तो लागिरहेछ मलाई। खै हेर्दा केटो इमान्दारै लाग्यो र हुन्छ भन्दिम अब भाग्यमानी हुन्न होइन समयले बताउला। हुन त हो भिनाजु भोलिको दिन त कसले देखेको छ र तर पनि केटो हेर्दा परिवार बुझ्दाखेरि त मलाई राम्रै होला जस्तो लागेको छ भिनाजु। हेरौँ अब सुख पाउने दुःख पाउने केटाकेटीमै भर पर्ने कुरा हो एकले अर्कोलाई बुझेर अगाडि बढ्नुपर्छ। तर मेरो छोरीमा त्यस्तो केही खोट देख्दिनँ यत्रो घर धानेर बसेकी छ एउटा सासूलाई रिजाएर खान सक्छिन् जस्तो लाग्छ मलाई। त्यसमा त कुनै शङ्कै छैन नि भिनाजु हाम्रो मान्छेमा त यत्तिको बुझ्ने केटी जो कहिले कहाँ पाउँछन् त भिनाजु। हुन्छ अब केटो हेर्दा ठिकै लाग्यो पछिको कुरा पछि नै थाहा हुन्छ। जाऊँ अब भित्र खाना पनि पाक्यो होला हस् भिनाजु सबैजना सँगै बसी कुरा गरौँ।